गाइज म चाहिँ आज मिक्स चौचौ प्लस उदनलाई चाहिँ नि अनि मोमोलाई चाहिँ मिक्स गरेर चाहिँ नि सबैलाई एकै ठाउँमा बनाएर चाहिँ नि खानेवाला छु, ट्राई गर्नेवाला छु नयाँ डिस है। हेरौँ है त कस्तो हुन्छ। उदन यहाँ पाक्दैछ है, मोमो यहाँनिर छ, चौचौ छ यहाँनिर एउटा है। जापानिज चौचौ छ, टम यम भन्ने स्ट्रिम फ्लेभरमा है। यसलाई चाहिँ नि लगभग यस्तै बनाउन खोज्नु है त, के कस्तो हुन्छ हेरौँ। उम्लिँदैछ यो, अब यो मोमो यसमा हालौँ त। पानी उमालेको छु पहिला, त्यसपछि उदनलाई हालेको छु है। अब मोमोलाई पनि उमालौँ। ग्यौजा मोमो होइन, ग्यौजा हो है। लगभग उम्लिसकेको छ अहिले चाहिँ नि है। अब चाहिँ नि यसको मसला भन्छ यसलाई चाहिँ, मसला होइन कि यो कस्तो हुन्छ यसलाई, यसको ग्यौजासँग खाने झोल हो है। चौचौको पालो भएको चाहिँ है, चौचौको मसला, सबै मसला यहाँ मसला हुन्छ, दुई थरी हुन्छ यसमा चाहिँ। यो चाहिँ नि धुलो मसला भयो, यो चाहिँ पिरो पिरो हुन्छ यो मसला चाहिँ। यसलाई मिसाउँदा मिठो हुन्छ है। जमेको हुन्छ, यसलाई चाहिँ अब मजाले माडेर हालौँ है त्यसलाई। मसला, यसको यो मसला चाहिँ एकदमै टेस्टी हुन्छ है। फ्लेभर, श्रिम्प फ्लेभर एकदमै टेस्टी हुन्छ यो चाहिँ। काँचै खाँदाखेरि पनि एकदमै टेस्टी हुन्छ। कागती काटौँ, कागती हालौँ अलिकति। एउटा कागती है। म चाहिँ अहिले चिया खाँदै गर्दैछु है, मिल्क टी है। टेस्टी छ एकदमै। ग्यासलाई चाहिँ अलि हिट दिउँ हामीले है। यो किम्ची अलिकति हालौँ है, किम्चीको स्वाद। किम्ची है यो चाहिँ।
यसै लगभग उम्लिसकेको छ है। अब चिनीमा यसमाथि चौचो हाल्छु है। पानी अलिक कम भइसकेको भएर चाहिँ अलिकति सोच्न टाइम लाग्छ यसले उम्लिनलाई। प्याज पनि अलिकति हालौँ है, मिठो आउँछ, स्वाद आउँछ। अब आफ्नो तपाईहरुलाई आफ्नो टेस्ट अनुसारले अब मिलाएर के मन पर्छ त्यही हिसाबले हालेर बनाएर खानु होला, मिठो हुन्छ एकदमै। मैले चाहिँ मलाई मिठो लाग्ने कुराहरु चाहिँ सबै प्राय हालिसकेको छु है। सबै उम्लिसकेको छ प्राय। चौचो यता छ, उदन यता छ है। यसलाई चाहिँ अब सबैलाई मिक्स गरेर चाहिँ नि एकछिन चलाउँछौँ। यो चाहिँ रेडी भइसकेको छ अब है। हामी चाहिँ नि अब सर्भ गर्छौं यसलाई है। यसलाई चाहिँ ग्यास निमाउनी, भाँडामा चाहिँ नि यसरी खनाउनी। मैले चाहिँ यसमा हरियो केरो पनि हालेको छु है। पहिले पानी सँगसँगै पानी उमाल्दाखेरि हरियो केरो नि हालेको थिएँ। यसै गरी हाम्रो डिश चाहिँ नि रेडी भयो। है यस्तो छ है। थ्यांक यू, थ्यांक्स फर वाचिङ, लाइक, शेयर एन्ड सब्सक्राइब।